होला अनि हजुरहरू पनि सन्चै हुनुहुन्छ भन्ने आशा गर्दछु अनि म पनि एकदम धेरै सन्चै छु अनि साथीहरू हजुरहरू नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गरिदिनु होला है अनि मेरो चाहिँ भिडियोहरू यस्तै छ साथीहरू गजबको भिडियो हावाको भिडियोहरू छ है साथीहरू प्लिज हेरिदिनु होला भन्ने आशा गर्दछु साथीहरू हामीले चाहिँ आज के देख्यौँ भने होइन अब देखाउनुको लागि जान्छौँ हामी होइन अघि फोन लानुपर्ने रहेछ कस्तो दिमाग नै मिलेन क्या फोन चार्जमै हालिराखेँ नि त मैले अनि बाबालाई लिएर जानु लागेको हेरिदिनु होला के हो त्यो थाहा छैन साथीहरू हेर्नु होला साथीहरू हामी चाहिँ मम्मी र म जाँदैछौँ होइन आज चाहिँ अहिले अघिसम्म चाहिँ ढुम्म भइरहेको थियो होइन घाम अहिले चाहिँ हेर्नु वाउ बादल पनि एकदम पर्फेक्ट आएको छ साथीहरू अनुहारमा घाम परेर कस्तो राम्रो हाई मम्मी हेलो अनि मम्मी र म चाहिँ नि हामी जाँदैछौँ के खोज्नुको लागि के हेर्नुको लागि जाँदैछौँ मौरीको मकार्नु न भाउ छोरी साइकल आउँदैछन् हामीलाई चाहिँ हामी समाउने मकाएर भनेर तर हामी नदिने पर भाइहरू छ नै हेलो दाउरा खोज्न ऊ त बाउ छोरी आउँदैछन् साइकलमा साथीहरू कस्तो राम्रो हुनु बाटो हामी जाँदैछौँ सेक्रेट इट्स अ प्रॉपर सेक्रेट साथीहरू साथीहरू ओइ कत्रो हाँसेको साथीहरू हामी चाहिँ जाँदैछौँ कत्रो हाँसेको बुनी अलिक भित्र जानु न कत्रो छ यहाँ नो साथीहरू कत्रो ठुलो छ हामी चाहिँ हेर्नुला मम्मी सुतिरहेछ बाबा छैन ससुरा सासू नन्द बुहारी मम्मी भाग्दा मम्मीलाई बचाइ मम्मीले के भनेको म पन्जा निकाल त पन्जा लाउँछु कस्तो हुन्छ बाबा यसको मह चाहिँ दिनालाई गोमन सर्वा हेर्छ न अरे हो दिना साथीहरू यो चाहिँ कुन खालेको मौरी हो भनिदिनु होला यसले चाहिँ टोको भने चप्पल कति चप्पल हो यसो देखाउनु ब्याक क्यामेरा गर्नु हाम्रो बुनेले चप्पल हेर्नु त्यहाँ मान्छे चाहिँ इत्रो सुकेन अनि हाम्रो मम्मीको चप्पल मेरो चप्पल टिम्बु खाएर सके ए किम्बु यस्तो हुँदैन भागै एउटाले थ्याङ्क यू साथीहरू हामी चाहिँ टिम्बु खेल्नु अरे खानु आएकै यहाँनिर मसँग नाप्ने अरे मेरो हाइट नाप्ने अरे साथीहरू हामी चाहिँ टिम्बु खाँदैछौँ हेलो गाइस किम्बु पाँच पुगेको थियो फेरि खोइ के भएर घटेर 400 खोइ कति पुगेछ
म खतरा भन्दा मान्छे देखाउन न माया त अस्तिको ब्लगमा त्यहाँ चाहिँ बाबा र मम्मीले टिप्दै हुनुहुन्छ अनि मम्मी चाहिँ आउँदै हुनुहुन्छ होइन यसलाई भनिन्छ के पो किम्बु मेमेउ काफल हेर्नु न तर यहाँ किम्बु भनिन्छ होइन लिम्बू पाकेको कालो टिम्बु किम्बु काफल गेडी कुटुकै भयो झुन्तुकै मम्मी पनि साथीहरू म चाहिँ यस्तो नुहाइधुवाइ भएर राम्रै भएर होइन अनि लुगाहरू पनि धोइसकेको अनि अब चाहिँ यसो भिडियोहरू बनाएर फोटोहरू खिच्नु पर्यो भनेर सोचिरहेको छु अनि मलाई निर्मला फुपूले फोन गर्नुभएको छ अनि म निर्मला फुपूकोमा जान्छु फोनमा चार्ज छैन कि अनि फोन लिएर त जान्थेँ कि तर फोनमा चार्ज छैन त्यही भएर साथीहरू म चाहिँ अब फोन चार्जमा हालेर म चाहिँ निर्मला फुपूको घर जान्छु पहिला चाहिँ फर्स्ट नम्बरमा फोटोहरू खिच्छु आमा आउनु भइरहेछ कस्तो टल्केको हौ टल्किरहेछ साथीहरू बुने फोटो खिचिदेऊ न ओइ के हो गुड दिदी तपाईँको रुमको कति हेर्नु यहाँ यहाँ ओइ झन्डै फोन जरो भर्खर कपालमा तेल लगाएको थियो कि तेलको उयो नै बसिरहेको छ किन न छिटो लु फोटो खिचिदेऊ न म जाने हौ फोन छोडिराखेर जान्छु यस्तो मान्छे अल्छिनी मान्छे कहीँ देख्नु भएको छ यस्तो दुनियाँमा बादल कस्तो राम्रो लागिरहेछ साथीहरू हेर्नु न वाउ दामी लागेको छ नि साथीहरू अनि बुनेर म चाहिँ यसो अब खाना बनाएर खाना सानै भन्न आउँछ क्या मलाई जतिखेर खाना बनाइसकेर अनि यसो बाहिर टहल्नु निक्लेको अनि साथीहरू उयो हेर्नु न कस्तो राम्रो उयो घाम देखिरहेको छ हौ अहिले पुलदेखि देखिन्छ एकदम दामी देखिन्छ साथीहरू हामी चाहिँ पुल गएको टहल्नुको लागि अल्छी लाग्यो नि त घरमा बस्दा त अघि खाना सब्जीहरू पकाइसकेर अनि बाहिर निस्केको यसो हावा खानुको लागि तुनुरी पर अल्मलिँदैछ हेर्नु न घाम चाहिँ कस्तो दामी लागेको घाम अरे बादल कस्तो राम्रो लागिरहेछ म जतिखेर नि उल्टो मात्रै बोली पठाउँछु हौ साथीहरू हेर्नु न कस्तो राम्रो लागेको छ घाम फेरि घाम अरे बादललाई तुनुरी सार्नाको नाम तुनुरी है काट्ने तुनुरी साथीहरू म चाहिँ यहाँ घाममा लुकिरहेको छु तुनुरीले देख्यो कि देखेन थाहा छैन अझै ठुलो घारी हुनु नि त्यहीहरू घाम उदाउनु अब बिहान उदाउँछ नि उदाउनु आँटेको हुन्छ नि त्यो हेर्नुको लागि उदाउनु आँटेको हुन्छ नि हो त्यो चाहिँ उता उता हेर्नु जान्छ होइन कहाँ पो अरे माथि कन्यामतिर हेर्नु जान्छ होइन अनि जे भए पनि कन्यामतिरै त पर्छ नि अनि साथीहरू त्यता हेर्नु जान्छ होइन अनि हामी चाहिँ हेर्नु अस्ताउन आँटेको बेला हेर्छौँ है हामी चाहिँ खै हौ देखिँदैन त टिलिकै टल्केर हेर्नु साथीहरू हामी चाहिँ अस्ताउनु आँटेको बेला अनि पर फुटबलहरू खेल्दैछन् है साथीहरू यो खोला होइन अहिले यस्तो छ होइन अब बाढी आएको बेला म तपाईँहरूलाई देखाउँछु ल कस्तो हुन्छ यो खोला हेर्नु होला यो बाँसहरू देखेको छैन नि यो देखेको छैन नि होइन देखेको छैन होइन अर्कोचोटि हेर्दै गर्नु जतिखेर पनि जे गर्दाखेरि पनि यो गरेर नि त नगर्दा नै जतिखेर नि यस्तो खालेको मान्छे छ साथीहरू यस्तो मान्छेलाई के गर्नु भन्नु न भन्नुहोस् त साथीहरू थाहा छ नि त्यो के पो अरे अस्ति भिडियो बनाउँदाखेरि पनि त्यो मुकबाङ गर्दाखेरि चटपटे टुपियम अनि त्यो झाडमुडीहरू उयो गर्दाखेरि के त त्यहाँ त्यो भिडियोमा भरे म काट्छु नि त अनि साथीहरू खुट्टा तल झार न त हौ ल यतिकै साथीहरू यो मान्छेले के त नि जतिखेर पनि जे गर्दाखेरि पनि के गर भने मात्रै गर्छ हौ साथीहरू यो मान्छेले हाफपेन्ट लाएर आएको छ कि त्यही भएर बिचोक भइसक्यो सानो बुढाबुढीहरू आउँदैछ नि
केटाकेटीहरू आउँदैछन् कि यहाँ केटाकेटीहरूलाई के भन्नुहुन्छ हेर्नु न भाइ पैसा ल्याएको छैनौ यहाँ दिदीलाई भिख देऊ अरे छैन यो दिदी राम्री छ कि छैन म छैन छु भन न एकजना भने भाइ लु चुज गर्नु पर्यो भने कसलाई चुज गर्छ दुईजनामा एकजना भनिदेऊ न कोही पनि होइन भन तुनुरी कस्तो खालेको मान्छे भने नि हेर्नु न मलाई छोडेर माथि पुगिसक्यो हेर्नु त ऊ लुती लुङरुङ 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 गरेर जाँदैछ साथीहरू मलाई तुनुरीले छोडेर गयो म चाहिँ अब यता काकीहरूकोमा जानु पर्यो के गर्दै हुनुहुन्छ काकीहरू तुनुरी हिँड भन्दा हिँड्नु भने घरबाट अनि फेरि जाउँ भनेपछि जानुपर्ने मलाई छोडेर गयो हौ जाऊ भनिदिएको गयो म चाहिँ काकीहरूकोतिर यसो जाँदैछु यो चाहिँ काकीहरूको घर हो यो चाहिँ केटाकेटीहरूको फुटबल खेल्ने ठाउँ है मलाई हिँड्नु कम्ता टाइम लाग्दैन हौ दिना पढ्दैछ हेलो दिना हेलो खै मम्मी मम्मी जस्तो यता हुनुहुन्छ है लिडिया लिडिया चाहिँ खाना पकाउँदैछ है कहाँ आराम कुसुले है सुतिरहनु भएको हेलो आई सामेल हेलो सन्चेस दिना चाहिँ पढ्दैछ है हाँस्दै गर्दै नक्कली खै आयो भनेको नमस्ते भन्देऊ जय मैसी म चाहिँ अल्छी लागेर यतातिर आएको काकी नै हुनुहुन्न रहेछ हौ कहाँ जानुभयो काकी म चाहिँ एक्लै एक्लै गाउँदै हिँड्दैछु साथीहरू म चाहिँ यता खेतको बाटो आएको कि मकै बारीहरू हाम्रो मकै बारी हो होइन म चाहिँ यता खेतको बाटो आएको उता घुम्नु अल्छी लागेर यताबाट छिटो हुन्छ नि त त्यही भएर यताबाट जाँदैछु म चाहिँ आऊ बुने आऊ हेर टोकेर बाबाले मह ल्याएको देखिहाल्नु भयो होइन कति ल्याउनु भयो अनि साथीहरू भोलिको भिडियोमा म महको रस मह हानी कति भएछ भनेर म हजुरहरूलाई भोलिको भिडियोमा देखाउँछु होइन भोलि मात्रै झिक्ने हो नि त अहिले त रात भइसक्यो त्यही भएर अब म सबैजनासँग बिदा माग्दछु साथीहरू मलाई हेर्न के खाए एलर्जी निस्किन थाल्यो भोलि बिहान हराइहाल्छ बानी आदत परिसक्यो मलाई अनि सबैजनासँग अब बिदा माग्दै भोलिको अर्को भिडियोमा हजुरहरूसँग भेट्छु अनि साथीहरू नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गरिदिनु होला अनि साथीहरू मलाई माया सपोर्ट गरिदिनु होला अनि मेरो 1000 सब्सक्राइब कसरी पुर्याउनु भइरहेको छ प्लिज मलाई सपोर्ट गर्नु होला हस् अनि साथीहरू अब म भोलि अर्को भिडियोमा भेट्छु भन्दै अब सबैसँग बिदा माग्दै बाई बाई गुड नाइट भन्दै